आज म तपाईँहरूलाई हाम्रो सैलुङ तर्फको यात्राको बारेमा बताउन गइरहेको छु। रामेछापको सैलुङ क्षेत्रमा बसोबास गर्ने समुदायमा वातावरणीय परिवर्तनको असर कस्तो रहेछ भन्ने कार्यक्षेत्रमा अध्ययनको निम्ति काठमाडौँबाट सैलुङतर्फ बिहानै प्रस्थान गरेका थियौँ। यात्रामा हामी चारजना साथीहरू सहभागी थियौँ, जसमा वन्दनाजी, रोजी, सरिता म्याम र म स्वयं दीपक किसिङ सहभागी थियौँ र हाम्रो यात्रा मोटरसाइकलमा अगाडि बढेको थियो। हामी काठमाडौँ भक्तपुर हुँदै विशेष गरी नालाको बाटोबाट सिधै ऐनकोट हुँदै पाँचखाल निस्क्यौँ र दोललघाटमा गएर विश्राम गऱ्यौँ। दोललघाट पुग्दा बिहानको 11 बजिसकेको थियो, त्यसैले हामीले दोललघाटमै खाना खाएर अगाडि बढ्न निधो गऱ्यौँ। दोललघाटमा खानापश्चात हाम्रो यात्रा रफ्तार गतिमा अगाडि बढेको थियो। हामी मुडे हुँदै विशेष गरी ढुङ्गे गएर रोकियौँ। ढुङ्गेबाट हामी कच्ची रोड हुँदै लगभग 14 किलोमिटर खोलाखर्कतर्फ अगाडि बढ्यौँ। खोलाखर्क पुग्दै गर्दा बाक्लो हुस्सुले डाँडालाई पुरै छोपिएको थियो र मङ्सिरको महिना चिसो सिरुटो तीव्र गतिमा बहैरहेको थियो। त्यसैले हामीले आजको रात यहीँ खोलाखर्कको सैलुङ होमस्टेमा व्यतीत गर्ने प्रण गर्यौँ। बिहानको सूर्योदयभन्दा अगाडि नै हामी सैलुङको चुचुरोमा पुग्ने प्रयास गऱ्यौँ। तर हाई अल्टिच्युड भएको कारणले हामी बिस्तारै यात्रा गर्दै गर्दा हामी माथि चुचुरोमा पुग्दा घाम धेरै माथि आइसकेको थियो। त्यसैले वरपरको दृश्यहरू अवलोकन गर्दै हाम्रो बिहानी सत्र यहीँ समापन गऱ्यौँ।
दिदुलौनीलाई हत्केलामा माया गुराँस फुलाउनेलाई भनिदिनु है भनिदिनु मेरो तुठो खाली छ उनको त्यो मनै जाली छ केलामा माया गुराँस फुलाउनेलाई भनिदिनु है भनिदिनु मेरो चुल्ठो खाली छ उनको त्यो मनै जाली छ हामीले सैलुङ क्षेत्रको फिल्ड अध्ययनको कामहरू सकाइसकेपछि हामी कालिन्चोकतर्फ प्रस्थान गर्ने निधो गर्यौँ। त्यसैले हामीले बिहानी सत्रमा हाम्रो केही बाँकी कामहरू छिटो छिटो सकाउनतिर लाग्यौँ र त्यसपछि हामी बाटोमा नै खाना खाने गरी हाम्रो यात्राहरू कालिन्चोकतर्फ अगाडि बढियो र कालिन्चोकको निम्ति हामीले कुरीमा पासको निम्ति अगाडि नै खबर गरेका थियौँ। यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु र यहाँहरूले यस भिडियोलाई लाइक, सेयर र कमेन्ट गर्न दिनुहुन पनि म हार्दिक अनुरोध गर्दछु।